नमस्ते। नेपालमा हिरा हुन्छन् भनेर भनिएको छ। अब नेपालमा कस्तो प्रकारको हिरा हुन्छन् त भन्ने विषयमा चाहिँ यो यहाँहरूले र हामीले जान्नुपर्ने कुरा। ल हेर्नुहोस् है त। अब हिरा भन्ने बित्तिकै हामीले ठुला ठुला खदानहरूबाट खनन गरेर ठुलो लगानीमा चाहिँ निकालिएका हिराहरू देख्ने गरेका छौँ। र अहिलेको परिस्थितिमा मान्छेहरूले उद्योग कम्पनीहरूमा पनि हिरा बनाउने गरेका छन्, होइन त? यस्तो अवस्थामा अब तपाईँ हाम्रै आसपासमा चाहिँ नेचुरल हिराहरू छन्, नेचुरल हिराहरू भेटिन्छन् र ती हिराहरूलाई अब हिराहरू भनेर हामीले भेटाउने बित्तिकै चमचमचम गर्ने गरी झिलमिलाहटका हिराहरू कहिले पनि हुँदैनन्, किनकि हिराको बाहिरपट्टि क्याभिटी रहेको हुन्छ। क्याभिटीले हिराको चाहिँ चम्कने शक्तिलाई छोपेर राखेको हुन्छ। हेर्नुहोस् है, त्यसैले चाहिँ हामीले लात्तीले हान्दै हिँड्ने पत्थरहरू पनि हिरा हुन्छन्, तर हामीले चाहिँ ती पत्थरहरूलाई चिन्न सकिरहेका हुँदैनौँ। र आम रूपमा चाहिँ तपाईँ कस्तो हुन्छ भन्दा हिराहरू आम पत्थरहरू नै हो। हामीले देख्ने सामान्य पत्थरहरू नै हिराहरू हुन्। यो सुन्दा अचम्म लाग्न सक्छ र यस्तो कुराहरू होइन भन्ने पनि हुनसक्छ। कहिले कस्तो हुन्छ त हामीले कुल्चिएरै हिँड्ने पत्थरहरू हिरा हुन् भनेर पनि भन्न सकिन्छ, किनकि कहिलेकाहीँ कार्बनका ठोस रूपहरू बाटोमा क्रेसर मेसिनमा पनि भेटिन्छन्। यो कुरा यहाँहरूलाई जान्नुभएको छैन भने अब यहाँहरूले जान्नुको निमित्त यो च्यानलसँग जोडिएर यहाँहरूले यो च्यानलका कुराहरू सुन्दै अगाडि बढ्नुभयो भने यहाँहरूलाई अवश्य पनि हिरा सम्बन्धी धेरै जानकारी हुनेछ। जस्तो कि हामीले पत्थर भेट्यौँ, अलि फरक प्रकारको पत्थर भेट्यौँ, अब त्यसमा चाहिँ हुनुपर्ने के हो त? अब हिरामा हुनुपर्ने गुणहरूलाई इन्क्लुजन भनिन्छ। जस्तै अब काला काला धब्बाहरू जसलाई ब्ल्याक स्पट भनिन्छ, अब काला चाहिँ नटहरू हुन्छन्, स्प्रे नट भनिन्छ। त्यहाँ कस्तो हुन्छ त भन्दाखेरि आफ्ना आफ्ना नामका विशेषताहरू हुन्छन्। अहिले तपाईँ यहाँ देख्दै हुनुहुन्छ नि, यसमा ट्रायङ्गल ज्यामितीय त्रिभुज, होइन? अब यो ज्यामितीय त्रिभुज यदि तपाईँको पत्थरमा छैन भने त्यो चाहिँ ओरिजिनल हिरा हुन सक्दैन। त्यसैले हिरा क्लियर गर्नको निमित्त कुन कुन चिजहरू हामीले जान्न जरुरी छ, ती चिजहरू हामीले यस च्यानलबाट प्राप्त गर्नेछौँ। त्यसको निमित्त यहाँले यस च्यानललाई सब्सक्राइब गरेर अनि लाइक गरेर आफ्नो चाहिँ प्यारो कमेन्ट छोडेर यहाँहरू अगाडि बढ्नुहुनेछ। त्यसै अनुसार अब आज तपाईँको हातसम्म यो भिडियो आइपुग्यो त तपाईँलाई पनि अवश्य केही न केही कुराहरू बुझ्नु छ भनेर तपाईँको मनले भनिरहेको छ। र त्यसैले आज तपाईँको हातमा यो भिडियो आइपुगेको छ। तपाईँ हाम्रै आसपासमा रहने, तपाईँ हाम्रै आसपासमा पाइने